आज घाँस काट्न त्यस्तो रकममा दाउरा लिन सरबारीमा हिँडेको मगा यहाँ भालु खान हाम्रो जेठी बाजुले नास्ता दिन आएको छ आज लर्कनीको यो महमा भुटेको घिउ महमा भुटेको नास्ता यहाँ कस्तो नास्ता दिनुभएको तुर्दैन कि आउँछ तुर्दैन क्या आउँछ बाजु लर्कनी सम्पो पर्सी पखाने हर्चुरो त्यहाँबाट सिधै लहरो बुढी बेसार यति अदुवा गुलिएको छ त मह पनि हो क्या म हो चिनी हो ओहो आज त मोटाइन्छ तिन चार दिनमा मोटाइन्छ मोटाएको हेरौँला है भिडियो तिनवटा देवरहरूलाई दिएँ कसलाई मैले खाइरहेको भने मुख चलाइरहेको नि झ्याएर आउने बस्ने त्यहाँबाट यति कामको लागि सबभन्दा पहिला त्यस्तो काम खाल फेला पाएको त्यहाँबाट बेमारी फेला पाएको मैलाले हिँड्दा फेला पाएर त्यहाँबाट काम खाले आयो मैले के सोचेँ अब देउरानीहरू दियोहरूले अब केही गरे पनि अब लौ भनेपछि म केही भयो भने के त्यही भएर दियोहरू दौड्छन् कहाँ हाल्ने हिँड्ने गैर जाने हिँड्ने दियोहरू देउरानीहरू त उयो लुगा कता छ नि थाङ्राबाट के जम्मा गर्ने त्यही गर्ने हुन् हिँड्छ कहाँ जाल्ने होइनन् भने देउरानीहरूलाई दिएन दियोहरूलाई दिएँ तलको ठुल दाइलाई सोचेँ कि मैले हेरेन तल ठुल दाइलाई मान दाइलाई उसलाई कान्छ दाइलाई चार भाइलाई दिएँ अब राईलाई आएको छैन राईलाई आएपछि दिनलाई भनेको उहाँलाई धेरै छैन भाउजूको संयोगले मिलेको नि बसेकोले भाउजूहरूले माया गर्नुहुन्छ बाख्रा खसी बोके गए पाल्पातिर घुम्न